शक्ति हजुरलाई फेरि पनि म्यान एन्ड मोटर युट्युब च्यानलमा हजुरलाई स्वागत छ। फेरि हामीले नयाँ स्टकहरू लिएर आएको छौँ, हेर्नु होला है। एन्टर्कहरू एकदमै नयाँ नयाँ मोडलहरू आइसकेको छ। तपाईँको रेस एडिसन बेबी ब्लूमा एकदमै फ्रेस कन्डिसन, खालि 18,000 कुदाएको है। गाडी पनि दुइटै टायर नयाँ, फर्स्ट ओनर है, फाइनेन्स पनि भइहाल्छ। मिनिमम डाउन पेमेन्ट चाहिँ 25,000 देखि 30,000 रुपियाँ भित्रमा तपाईँले गाडी पाइहाल्नुहुन्छ। सेम डे डेलिभरी विथ अनरसिप चेन्ज अनि तपाईँको के अरे विथ इन्सुरेन्स एन्ड पल्युसन हामी रिन्युअल गराएर दिन्छौँ। एकदमै फ्रेस कन्डिसन छ। सिलगढी नम्बरमा कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने फोन गर्नु होला, या त तपाईँहरू आधार कार्ड, ब्याङ्क पासबुक एन्ड प्यान कार्ड लिएर सोरुम भिजिट गर्नु होला। एकै दिनमा हामी गाडी पनि छोडिदिन्छौँ। र नेक्स्टमा तपाईँहरूको सिलगढी नम्बरको गाडी 0087 एकदमै दामी रेस एक्सपी गाडी हामीसित छ। त्यो पनि हामी छोडिदिइहाल्छौँ रिफाइनेन्सहरू गराएर है। एकदमै राम्रो छ, हेर्न सक्नुहुन्छ। एन्टर्क रेड एन्ड ब्ल्याक एकदमै एट्र्याक्टिभ कलरमा। अनि नेक्स्ट तपाईँको यो छ एन्टर्क नै हो, ब्लू कलर मजाको गाडी छ। BS6 सबै अहिले BS6 गाडीहरू छ, यसमा पनि रिफाइनेन्स हुन्छ। त्यसमा पनि 26,000 जस्तो डाउन गर्नुभयो भने गाडी पाइहाल्नुहुन्छ। सेम डे कालिम्पोङ नम्बर है, एकदमै राम्रो छ। यो नेक्स्ट थर एडिसन धेरैले डिमान्डमा राख्नु भएको है। हामीसँग राम्रो राम्रो गाडीहरू छ अहिले। त्यो कालिम्पोङ नम्बरको टायर नयाँ छ है। बडीहरू हेर्नु होला, सबै किलोमिटर पनि 9,000 मात्र कुदाएको छ। फर्स्ट ओनर हो, गाडी पनि एकदमै राम्रो छ। तपाईँहरू आउनु होला सिधै फाइन बाइक्स। यो कहाँनिर लोकेसन भन्दाखेरि 8 माइल कालिम्पोङ फाइन बाइक्स भन्ने जग्गा हो। यो चाहिँ कहाँ छ भन्दाखेरि एक्ज्याक्ट पेट्रोल पम्प देखि एक टर्निङ मुनिको यो बन्द भएको पम्प, मिन्त्री पम्प भन्छ, बन्द गरेको पम्प, त्यसको अपोजिटमा चाहिँ हाम्रो फाइन बाइक्स भन्ने सोरुम छ। यहाँ भिजिट गर्नु होला। तपाईँको 24 को मोडलको 74 नम्बर भएको गाडी एकदमै राम्रो छ है। तपाईँको कन्डिसन हेरेर मलाई सिधै कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो एकदमै राम्रो छ, यो पनि तपाईँ हेर्न सक्नुहुन्छ। अनि नेक्स्ट तपाईँको यो एन्टर्क नै हो, यसमा थर्ड एडिसनमा हो, कालिम्पोङ नम्बर। यो पनि फर्स्ट ओनर हो, 9,000 नै ड्रिभन छ। यो पनि एकदमै फ्रेस कन्डिसन छ, विथ गार्ड छ। अनि यो एकदमै राम्रो राम्रो गाडीहरू आएको छ, कन्ट्याक्ट गर्नु होला।